इमानदारीपूर्वक काम गर्ने मन्त्रीको रूपमा आफ्नो स्वच्छ छवि बनाउन सफल नेत्री तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले यही 2082 साल वैशाख 8 गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिनुभएकी छन्। 20 दिनदेखि शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँमा जारी आन्दोलनको माग सम्बोधनबारे प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नहुँदा शिक्षा मन्त्री विद्या भट्टराई बाहिरिएकी छिन्। शिक्षा मन्त्रीको राजीनामाको मुख्य कारण शिक्षक आन्दोलन भए पनि उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी छन्। सोमबार राजीनामा दिएकी शिक्षा मन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन्। शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएको केही बेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा सोमबार 5 बजेको लागि मन्त्री परिषदको बैठक बोलाएको थिए। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभएकी शिक्षा मन्त्री विद्या भट्टराई त्रिभुवन विश्वविद्यालयमा रिसर्च सेन्टरमा उपप्राध्यापकको रूपमा काम गर्नुभएको थियो। उहाँ करिब 15 वर्ष प्राध्यापक शिक्षा मन्त्री विद्या भट्टराई करिब 15 वर्ष प्राध्यापनमा सक्रिय रही काम गर्नुभएको अनुभव उहाँसँग थियो।